सम्पूर्णलाई नमस्कार। हामी शिक्षक सेवा र अध्यापन अनुमति पत्रसँग मिल्ने शिक्षा खण्ड नेपालको शैक्षिक विकास क्रम सम्बन्धी महत्त्वपूर्ण प्रश्न उत्तर छलफल गर्नेछौँ। कृपया भिडियो अन्तिमसम्म हेर्नुहोला। लागौँ आजको पहिलो प्रश्नतर्फ। शिक्षा शब्द कुन भाषाको धातुबाट बनेको हो भनेको छ। क ग्रिक, ख ल्याटिन, ग संस्कृत, घ नेपाली। यसको सही उत्तर रहेको छ ग संस्कृत। थप जानकारी पनि हेरौँ। शिक्षा शब्द संस्कृत भाषाको शेष धातुमा अप्रत्यय लागेर बनेको हो, जसको अर्थ सिकाउनु अर्थात् व्यक्तिमा ज्ञान, गुण र सिप विकास गराउनु हुन्छ। नेपालीमा विद्या शब्द विद धातुबाट आएको हो भनेको छ। त्यसैगरी अर्को प्रश्नतर्फ लागौँ। स्वस्थ शरीरमा स्वस्थ मस्तिष्कको निर्माण नै शिक्षा हो, यो भनाइ कुन शिक्षाविदको हो भनेको छ। क जोन डिवे, ख कान्ट, ग हर्बर्ट स्पेन्सर, घ अरस्तु। यसको सही उत्तर हेरौँ साथीहरू, ख अरस्तु। थप जानकारी। अरस्तुले शारीरिक र मानसिक स्वास्थ्यको अन्तर सम्बन्धलाई शिक्षाको मूल आधार मानेका छन्, जसले कान्टले चाहिँ शिक्षा व्यक्तिको सम्पूर्णताको विकास हो भनेका छन्। त्यसैगरी अर्को प्रश्न हेरौँ। नेपालमा शिक्षामा विरोधकाल कुन राजनीतिक कालखण्डसँग सम्बन्धित छ भनेको छ। ए मल्लकाल, ख शाहकाल एकीकरण अवधिको समयको काल हो कि, ग राणाकाल हो कि, घ पञ्चायत काल हो। यसको सही उत्तर भन्नुहोस् त। यसको सही उत्तर रहेको छ ग राणाकाल, जुन 1903 देखि 2007 सम्मको 104 वर्षे राणा शासनलाई शिक्षामा विरोधकाल भनिन्छ। सर्वसाधारणलाई शिक्षामा वञ्चित गर्ने नीति रहे पनि केही सुधार भने यस कालमा भएका थिए। त्रिचन्द्र कलेज स्थापना पदम शमशेरले शिक्षामा सुरुवात गरेका थिए। त्यसैगरी देव शमशेरले शिक्षामा परिवर्तन ल्याउन खोजेका थिए। केही सुधार भए पनि तर यस काललाई चाहिँ हामीले राणाकाललाई विरोधको काल, शिक्षाको विरोधको काल भनेर बुझिन्छ। त्यसैगरी अर्को प्रश्न हेरौँ। दरबार हाई स्कुल भानुमाविका पहिलो नेपाली प्राध्यापक हुने अवसर कसलाई प्राप्त भएको थियो भनेको छ। क बोधविक्रम अधिकारी, ख रुद्रराज पाण्डे, ग केदारनाथ न्यौपाने, घ बटुकृष्ण मैत्रेय भनेको छ। यसको सही उत्तर के रहेको छ। यसको सही उत्तर हेरौँ, ख रुद्रराज पाण्डे। विक्रम सम्वत 1982 मा रुद्रराज पाण्डे दरबार हाई स्कुलको हेडमास्टरमा नियुक्ति भएका थिए। उनी अघि यस विद्यालयमा चाहिँ अङ्ग्रेज वा बङ्गाली नागरिक मात्र हेडमास्टर हुन्थे भनेको छ। त्यसैगरी अर्को प्रश्न हेरौँ। शिक्षा तथा मानव स्रोत विकास केन्द्र कुन कुन निकायहरू गाभिएर बनेको हो भनेको छ। क शिक्षा विज्ञान र परीक्षा नियन्त्रण कार्यालय, त्यसैगरी शिक्षा विभाग, शैक्षिक जनशक्ति विकास केन्द्र र अनौपचारिक शिक्षा केन्द्र, ग शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र र शिक्षा विभाग, घ शिक्षक सेवा आयोग र शैक्षिक गुणस्तर परीक्षण केन्द्र। यसको सही उत्तर रहेको छ शिक्षा विभाग, शैक्षिक जनशक्ति विकास केन्द्र र औपचारिक शिक्षा केन्द्र रहेको छ। थप जानकारी हेरौँ। साबिकका तीनवटा ठूला केन्द्रीय निकाय डिओई, एनसिइडी र एनएफइसीलाई एउटै छाता मुनि ल्याएर स्रोत र मान साधनको प्रभावकारी उपयोग गर्न सिइएचआरडीको सङ्गठन गरिएको हो भनेको छ। त्यसैगरी अर्को प्रश्न हेरौँ। राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 ले विद्यालय शिक्षाको संरचना कस्तो हुने व्यवस्था गरेको छ भनेको छ। क 5+3+2+2, ख 9+4, ग 8+4, ख 5+8। यसको सही उत्तर रहेको छ ख
ग 8+4। हालको संरचनामा 1 वर्षको प्रारम्भिक बाल विकास सहित कक्षा 1 देखि 8 सम्म आधारभूत शिक्षा र कक्षा 9 देखि 12 सम्म माध्यमिक शिक्षा 8+4 को ढाँचा रहेको छ भनेको छ। त्यसैगरी अर्को प्रश्न हेरौँ। एउटै शिक्षकले एउटा कक्षाका सम्पूर्ण विषयहरू दिनभरि पढाउने शैक्षिक सङ्गठनको ढाँचालाई के भनिन्छ भनेको छ। क विषय शिक्षण, त्यसैगरी ख कक्षा शिक्षण, ग बहुकक्षा शिक्षण, ख मिश्रित शिक्षण। यसको सही उत्तर के रहेको छ त हेरिहालौँ। यसको सही उत्तर ख कक्षा शिक्षण। एक शिक्षकले एक कक्षाका सबै विषयहरू पढाउँछ भने त्यो कक्षा शिक्षण भयो। यो प्रणाली चाहिँ आधारभूत र तल्ला कक्षाहरूमा जुन 1 देखि 3 सम्म उपयुक्त हुने हुन्छ र यो कम विद्यार्थी र स्रोत साधन कम भएको र टिचरको सङ्ख्या पनि कम भएको विद्यालयमा चाहिँ यो व्यवस्था लागू गर्न सकिन्छ।